मेरो चाहिँ दिदी भान्जी भएर लभ पार्क घुम्न आउनु भएको रहेछ। म पनि बुटोलबाट अस्ति भर्खर आएको थिएँ कपिलवस्तु। अनि दिदीले फोन गरेर लभ पार्क आइज कि आइज भन्न थाल्नु भयो। गएर B20 को चारवटा टिकट काटेँ। सानी भान्जीले खुसी हुँदै के गरिन् भनेको त्यता बबल उडाउँदै बसिरहेको रहेछ। अहिले त मैले पनि उडाउँछु भनेर मागेर मैले पनि उडाइदिएँ। एउटै अनुहार भएको 7 जना हुन्छ भन्थे हैछ क्या हो, म जस्तै जस्तै छ। अनि हाम्रो लभ पार्क चाहिँ झन् पछि झन् राम्रो राम्रो हुँदै गएको रहेछ है। हजुरहरुलाई पनि घुम्न आउनु मन लाग्छ भने आउनु है, एकदम दामी छ घुम्नलाई ठाउँ। यति अगाडि बाघ हुँदा पनि मान्छे किन भागेनन् भनेको त नक्कली बाघ पो रहेछ। अनि यहाँ चाहिँ जरा हो कि हिरो न के रहेछ, बिचारा एक्लै रहेछ। म गएर बस्दिनु पर्छ क्या त्यसको साथी। त्यसलाई त मान्छेहरु हेर्न भनी आउँछन्, म गएर बस्यो भने त आएको मान्छे नि भाग्छन् होला। दिउँसै डराउनु दिने जस्तो थोप्रा छ। अनि मसँगै 10 सम्म सँगै पढेका साथीहरु पनि आज बिदाई रहेछ। बिदाई सकेर त्यहाँ घुम्न आएको रहेछ। ठ्याक्कै भेट भएर मिठो गफ पनि भयो। मेरी भान्जीले चाहिँ पिङ खेल्छु भने तिन लहर खेलाएको रोएर त ब्यागभरि मलाई भिरेर आफूहरु भने मस्त पिङ खेलिरहेको थिए। कताबाट पिकनिक खाने टोली आएको रहेछ नि। दिदी बीचमा गएर नाचेर मलाई शुद्ध तानेर नचाउनु भयो के। अनि दिदीले के किन्न पसल पस्नु भयो भनेको त मलाई गिफ्ट पो रहेछ। अनि भान्जीले यो किनेर दिएर लौ बजाऊ भनेको कानमै बजाइदिएर झन् कानको जाली नै फुट्यो। अनि नास्ता खाने बेला चाउमिन खान लाग्यो। भान्जीले लौ चाउमिन खाऊ भनेको चाउमिन चाहिँ नखाने।